हेलो अनि नमस्कार साथीहरू, तपाईहरुलाई आज म आइपिओ को रिजल्ट कसरी हेर्ने भनेर सिकाउन गइरहेको छु। यो हेर्न एकदमै सजिलो छ र म तपाईहरुलाई आफ्नो साथसाथै फ्यामिलीहरुको पनि कसरी हेर्न सकिन्छ त भनेर सिकाउन गइरहेको छु। सबैभन्दा सुरुमा तपाईहरुले कुनै पनि ब्राउजर खोल्नु पर्ने हुनेछ, गुगल क्रोम जुन भए पनि। ब्राउजर खोलिसकेपछि तपाईहरुले iporesult.cdsc.com भनेर सर्च गर्नुपर्ने हुनेछ। त्यसपछि तपाईहरुले फर्स्टको वेबसाइटलाई क्लिक गर्नुपर्ने हुनेछ। क्लिक गरिसकेपछि तपाईहरुको अगाडि यस्तो इन्टरफेस आउनेछ। त्यसपछि तपाईहरुले कम्पनी सिलेक्ट गरेर आफ्नो बिओआइडी नम्बर हाल्नुपर्ने हुनेछ। मैले कम्पनी सिलेक्ट गर्दै छु। कम्पनी सिलेक्ट गरिसकेपछि तपाईहरुले यहाँनिर बिओआइडी नम्बर हाल्न सक्नुहुनेछ र क्याप्चा पनि हाल्नुपर्छ। र क्याप्चा हालिसकेपछि तपाईहरुले भ्यू रिजल्टमा क्लिक गर्नुपर्ने हुनेछ। र क्लिक गरिसकेपछि तपाईहरुलाई पर्यो भने कंग्रेचुलेसन, परेन भने सरी भनेर आउनेछ। यसरी तपाईहरुले सजिलै आइपिओ को रिजल्ट चेक गर्न सक्नुहुनेछ। भिडियो मन पर्यो भने हाम्रो भिडियोलाई लाइक गर्नुहोला र च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला।